यो भ्यान लिएर हामी वरपर ट्राभल गर्दाखेरि यसरी नै मजाले पकाएर खान्छौँ। यस्तै पार्कहरूमा बस्छौँ, बिच साइडतिर भयो, फ्री क्याम्पिङ साइटहरू हुन्छ अस्ट्रेलियामा, त्यतातिर बस्छौँ र यस्तै सानोतिनो भ्यान लिएर बस्नेहरू पनि यसरी बसेको हुन्छन् र अर्को त्यहाँ पर छ मोटर होम लिएर बस्नेहरू पनि हुन्छन्। नमस्ते सबैजनालाई, हामी एकदमै खुसी छौँ ताकि तपाईँहरूले हिजो त्यो हालेको भिडियो साह्रै नै मन पराइदिनु भयो। तपाईँहरूको फिडब्याक सबैको पोजिटिभ छ, त्यसको लागि धेरै धेरै धन्यवाद। जति पनि जनाले हेर्नुभयो, सेयर गरिदिनु भयो, सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र त्यसरी नै हामी तपाईँहरू समक्ष भ्यानको भिडियो आउने दिनहरूमा ल्याउनेछौँ। र अहिले चाहिँ हामी एकैछिनको लन्चको लागि हामीले यो पार्कमा विश्राम गरेको छौँ र हामी लन्च कसरी बनाउँदैछौँ, हाम्रो भ्यानमा कसरी कुकिङ गर्छौँ तपाईँहरूलाई देखाउनेछौँ। यो सुन्दर पार्क छ यहाँनिर र यहाँ चाहिँ हामी अहिले लन्च बनाउँदैछौँ। यो भ्यानमा हामीले कुकिङ गर्दाखेरि मस्टली यो डोर ओपन गर्छौँ, पानी परेको छैन या ठुलो हावा चलेको छैन भने, र फ्यान पनि मजाले अन गर्छौँ, नत्र फेरि यो फुडको सबै मोइस्चरले भ्यान गनाउन सक्छ। प्रपर भेन्टिलेसनको लागि यो फ्यान एउटा रन भयो भने यो डोर त ओपन नै हुन्छ, मजाले हावा आउँछ। र हामी यसमा स्काइलाइट पनि मजाले यसरी उगारिदिन्छौँ, मजाले सबैतिरबाट हावा आउँछ र यो साइडको झ्याल पनि उगारिदिन्छौँ र पछाडिको दैलो पनि मजाले उगारिदिन्छौँ। सबैतिरबाट गुड भेन्टिलेसन भएपछि तपाईँको खाना पकाउँदाखेरि जुन मसलाले भ्यान गनाउने चाहिँ हुँदैन, त्यसको लागि खोलेको बेटर हुन्छ। पानी परेको खण्डमा चाहिँ अलिकति गाह्रो नै हुन्छ र माछा, अन्डा अनि यो श्रिम्सहरू पकाउन चाहिँ अलि मुस्किल नै हुन्छ। भ्यान टुरको भिडियोमा यहाँहरूको बर्सात छ कमेन्ट्सको र लाइक्स पनि धेरै नै आएको छ, फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यो भ्यान टुरको भिडियोमा तपाईँहरूले कमेन्ट्समा सोध्नु भएको छ धेरै नै प्रश्नहरू, यो भ्यान कसरी बनाइयो दुईजनाले विदाउट एक्सपिरियन्स र कति खर्च लाग्यो। खर्चको विषयमा कुरा गर्नुपर्दाखेरि भित्रको सामान कति चाहिँ लाग्यो यो चाहिँ हामीले क्यालकुलेट गर्नुपर्ने हुन्छ, किनकि धेरै ठाउँबाट सामानहरू किनेको छ र यो सम्पूर्ण कुराहरू क्यालकुलेट गरेर यहाँहरूलाई अर्को भिडियोमा हामी प्रस्तुत गर्ने नै छौँ। कतिजनाले प्रश्न सोध्नु भएको छ कि यति सानो भ्यानमा सबै कुरा कसरी अँटाउनु भयो। यो भ्यान 6.8 मिटर लङ छ, त्यो फ्रन्ट भागदेखि लिएर पछाडिको भागमा भने यो जुन मेन क्याबिन छ, यो लिभिङ स्पेसको क्याबिन, यो चाहिँ 4 मिटरको छ। यसलाई हामीहरूले डिभाइड गरेर प्लान गरेर धेरै धेरै नै रिसर्च गरेर मजाले प्लान गरेर नै बनाएको हो। यो भ्यान लिएर हामी वरपर ट्राभल गर्दाखेरि यसरी नै मजाले पकाएर खान्छौँ। यस्तै पार्कहरूमा बस्छौँ, बिच साइडतिर भयो, फ्री क्याम्पिङ साइटहरू हुन्छ अस्ट्रेलियामा, त्यतातिर बस्छौँ र यस्तै सानोतिनो भ्यान लिएर बस्नेहरू पनि यसरी बसेको हुन्छन् र अर्को त्यहाँ पर छ मोटर होम लिएर बस्नेहरू पनि हुन्छन्। वेदर राम्रो भएको कारण र धेरै गर्मी छैन भने हामी बाहिर यसरी यो बस्ने ठाउँ दिएर नै लन्च गर्छौँ र अलि धेरै घाम छ भने चाहिँ भित्र हाम्रो यो जुन लिभिङ स्पेस छ डे टाइमको त्यहाँनिर नै खान्छौँ, त्यो हाम्रो डाइनिङ टेबल हो। अब बिहानदेखि दिउँसोभरि गाडी कुदायो, अहिले पिसाबले च्याप्प च्याप्यो। अब टोइलेट त्यहाँ छ, टोइलेट हाम्रो फिलअप गरेर राख्नु पर्दैन, पब्लिक टोइलेट उति नजिकै छ, हामी त्यहाँ गएर गर्ने गर्छौँ। कस्तो हुन्छ यहाँको पब्लिक टोइलेट त्यो पनि देखाइहाल्छु है त, एकैछिन टोइलेटको यात्रा गर्दैछु है त। ल हाम्रो भ्यान त्यहाँ छ पर र टोइलेट चाहिँ यहाँनिर छ, हिँडेर आइयो। आफ्नो टोइलेटको बकेट किन फिलअप गर्नु यहाँ हुँदाहुँदै, र यसरी युज गर्छौँ हामी चाहिँ पब्लिक टोइलेट। यहाँ अहिले लन्च बन्दै गर्दाखेरि तपाईँहरूलाई म यो पछाडिपट्टिको भागमा चाहिँ के गर्दा ठिक होला कमेन्ट्समा लेखिदिनु होला। यो जुन प्यानल छ एम्टी, यसमा सिसा लगाउँदा बेटर हुन्छ कि यसलाई केही गर्दा राम्रो देखिन्छ कि, तपाईँहरू यसो कमेन्टमा हामीलाई सुझाव दिनु होला। यहाँहरूलाई हिजो त्यो अघिल्लो भिडियोमा ग्यास बक्सभित्र कस्तो छ, यो ग्यास भित्र कस्तो छ त्यो पनि देखाएको छैन, त्यो पनि देखाउने छु। यो चाबीले खुल्छ यसरी, र हाम्रो ग्यासको सिलिन्डर चाहिँ यस्तो छ। यो 4 किलो ग्यास हो र प्लम्बिङ यसरी गरिएको छ। यो 4 किलो ग्यासले हामी दुईजनालाई खानपिन बनाउनको लागि दिनमा 2 चोटि खाना मजाले पकाएर सब्जीहरू मजाले पकाउँदा पनि मजाले थाम्छ। पानीको यो पानी फिलअप गर्ने चाहिँ यसरी खुल्छ लक, यहाँ दुलो देख्न सक्नुहुन्छ, पाइप चाहिँ यहाँबाट छिराएर फिलअप गर्नुपर्ने हुन्छ। ट्राभलरलाई चाहिँ यसरी पानी उपलब्ध गराइएको हुन्छ र हामी चाहिँ पानी यसरी भर्छौँ। यो चाहिँ इनलाइन फिल्टर हो। ल लन्च पनि रेडी भयो। यो डिपार्टमेन्ट चाहिँ मेरो अब लन्च खाएपछि हो।
यो प्याड चाहिँ एकदमै राम्रो लागेको छ। यो माइक्रोफाइबर ड्राइङ प्याड हो। यहाँबाट सोचेर गएको पानी यता तल आउँदैन, किनकि भित्र चाहिँ यसको के भन्छ यो वाटर रेजिस्टेन्ट अथवा समथिङ के छ, यहाँबाट सोचेको पानी यता आउँदैन। अनि यो क्विक ड्राई पनि हुन्छ। चेनुले किनेको कहाँबाट मलाई थाहा छैन। ल माछा र दही बनेछ। बुढापाकाले भन्थे अब दही र माछा खायो भने के निस्किन्छ अरे, दुबी कि के अरे, बुढी खोइली हुन्छ होला। मेरो फेभरेट खाना चाहिँ दाल भात तरकारी नै हो, तर यस्तो खाना पनि एकदमै मिठो लाग्छ। तपाईँहरूको फेभरेट खाना के हो त्यो पनि कमेन्टमा लेखेर बताइदिनु होला। खाना खाँदै अहिलेलाई चाहिँ बिदा माग्छौँ र हामी यहाँबाट हाम्रो घरको यात्रा